भर्खर बालेन र बालेनका मन्त्री परिषदका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ, जसले कसको कति सम्पत्ति र कोसँग कति सुन भन्ने कुराले ठुलै हलचल मचाइदिएको छ। अचम्म त त्यही माथि बालेनले मेरो सम्पत्ति फेसबुक फलोअर्स र युट्युब सब्सक्राइबर्स भनेर राखेका छन्। मन्त्रीहरूको मिनिमममा 26 लाख सम्पत्तिदेखि 30 करोड प्लस सम्म नेटवर्क देखाएका छन्। बालेनको 190 तोला सुनदेखि कुखुरा र कुकुरसम्म मन्त्रीहरूले सम्पत्ति देखाएका छन्। कोहीको जग्गा मात्रै 20 करोड माथिको छ भने कोहीको सेयरमै करोडौंको लगानी छ। आउनुहोस् आज हेरौँ बालेनको 16 सदस्यीय मन्त्रीमण्डलको सम्पत्ति विवरण, थोरैमा लाखदेखि करोडौंसम्म। हाम्रो लिस्टमा एसेन्डिङ अर्डर अफ नेटवर्थ अर्थात् थोरै नेटवर्थबाट सबैभन्दा धेरै नेटवर्थ अर्थात् सम्पत्ति भएका मन्त्रीहरूको लिस्ट हामीले यहाँ प्रेजेन्ट गरेका छौँ। बालेन शाहको क्याबिनेटमा सबैभन्दा थोरै नेटवर्थ वा सम्पत्ति विवरण देखाएकी मन्त्री हुन् कृषि मन्त्री गीता चौधरी। उनीसँग 5 तोला सुन र 100 तोला चाँदी भएको उनले देखाएकी छिन्। आजको बजार मूल्य सुन प्रति तोला 2,96,700 र चाँदी प्रति तोला 4,900 रुपियाँको अनुसार उनको सुनको मूल्य करिब 14,83,500 र चाँदीको मूल्य 4,90,000 गरी कुल धातुगत सम्पत्ति करिब रु 19,73,500 हुन आउँछ। यसका साथै 5वटै विभिन्न ब्याङ्कमा गरी उनको जम्मा 1,26,000 रुपियाँ ब्यालेन्स रहेको छ। सवारी साधनको हकमा उनीसँग सो आर्जनबाट खरिद गरिएको 3,30,000 रुपियाँको एउटा स्कुटर र ऋण लिएर निकालिएको अर्को स्कुटर जसमा 84,000 तिरिसकेको र 66,000 ऋण बाँकी रहेको छ। अन्य सम्पत्तिमा 50,000 को घडी, 90,000 को मोबाइल, 75,000 को ल्यापटप र माइतीले दिएको 2वटा बाख्रा तथा 90वटा कुखुराहरू पर्दछन्। उनको विवरणमा कुनै विशाल घर जग्गा वा कर्पोरेट लगानीको उल्लेख छैन। उनको पशुपक्षी र विद्युतीय उपकरण सहित सबै सम्पत्तिको बजार मूल्य र ऋणलाई समायोजन गर्दा मन्त्री चौधरीको नेटवर्थ लगभग 26 लाख रुपियाँदेखि 28 लाख रुपियाँको हाराहारीमा मात्र रहेको देखिन्छ। उनको सम्पत्ति विवरणले बालेनको मन्त्रीमण्डलमा उनी अत्यन्त सामान्य र मध्यम वर्गीय धरातलबाट आएको स्पष्ट पार्छ। गीता चौधरी पछि उनीभन्दा थोरै बढी नेटवर्थ भएकी मन्त्री हुन् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी। उनीसँग विवाहको समयमा प्राप्त 18 तोला सुन र 15 तोला चाँदी रहेको छ। हालको बजार दर अनुसार 18 तोला सुनको मूल्य रु 53,40,600 र 15 तोला चाँदीको मूल्य करिब 73,500 रुपियाँ पर्न आउँछ। उनको गोल्ड र सिल्भर गरेर टोटल 54,13,500 रुपियाँ उनले देखाएकी छिन्। उनीसँग 50,000 क्यास र श्रीमान समेतको नाममा ब्याङ्कमा 15,000 रुपियाँ रहेको भनेर पनि उनले विवरण देखाएकी छिन्। जग्गा जमिनको सन्दर्भमा उनको नाममा सुर्खेतमा रहेको जम्मा 89.65 वर्ग मिटर करिब 2.8 आना क्षेत्रफलको जग्गा रहेको छ। बजार मूल्य अनुसार यस जग्गाको मूल्य करिब 15 लाखदेखि 20 लाख रुपियाँको बीचमा पर्ने अनुमान गर्न सकिन्छ। सवारी साधनमा उनीसँग एउटा स्कुटर र श्रीमानको नाममा एउटा पल्सर मोटरसाइकल छ। साथै उनीसँग 3वटा ल्यापटप र 2वटा मोबाइल फोन छन्। सबैभन्दा रोचक पक्ष भनेको उनको विवरणमा उल्लेखित 20वटा कुखुरा र एउटा कुकुर हो, जसले सामाजिक सञ्जाल र मिडियामा ठुलै चर्चा पनि पाएको थियो। यो सम्पूर्ण विवरणलाई एकीकृत गर्दा मन्त्री सीतावादीको अनुमानित नेटवर्थ करिब रु 95 लाखदेखि 1 करोडसम्मको हाराहारीमा देखिन्छ। सीतावादीको यो सम्पत्ति तुलनात्मक रूपमा बालेन क्याबिनेटका अन्य मन्त्रीहरूको अगाडि निकै सीमित छ। त्यसपछि यही लेभलमा छन् अर्का मन्त्री विक्रम तिमिल सिन्हा। उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन्। उनीसँग परम्परागत धातु सम्पत्तिका रूपमा 5 तोला सुन र 10 तोला चाँदी रहेको छ। यसका साथै उनले 2080 सालमा 50,000 रुपियाँमा खरिद गरेको मोतीको माला पनि आफ्नो विवरणमा इमान्दारीपूर्वक उल्लेख गरेका छन्। उनको नोबेल ब्याङ्कमा 10,24,365 रुपियाँ ब्याङ्क ब्यालेन्स रहेको छ भने उनले 2 जना व्यक्तिलाई 48 लाख रुपियाँ ऋण सापटी दिएको भनेर खुलाएका छन्। उनीसँग 23 लाख रुपियाँमा खरिद गरिएको एउटा कार छ। घर जग्गा उनको आफ्नो नाममा नभएको तर काठमाडौँको नागार्जुन नगरपालिका 1 स्थित सनराइज हाइटमा श्रीमती मन्जु गैरेको नाममा 142.70 वर्ग मिटर क्षेत्रफलमा बनेको घर छ र त्यही नजिकै लगभग 174 वर्ग मिटर क्षेत्रफलको जग्गा समेत रहेको र उक्त सम्पत्तिको स्रोत श्रीमतीले स्वदेश तथा विदेशमा श्रम गरी आर्जन गरेको पारिश्रमिक र भत्ता भनेर देखाइएको छ। सो हामीले अहिले त्यसलाई उनको यो नेटवर्थमा नराखौँ र त्यो घर जग्गा बाहेक बाँकी सबैको मूल्याङ्कन गर्दा उनको नेटवर्थ वा कुल सम्पत्ति रु 96 लाखदेखि 1 करोडको बीचमा रहेको छ। त्यसपछि 1 करोड क्लबमा प्रवेश गर्ने मन्त्री हुन् शोभिता गौतम। राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली युवा नेत्री तथा अहिलेको सरकारकी कानुन मन्त्री हुन् उनी। शोभिता गौतमको विवाहमा प्राप्त गरेको 10 तोला र पैतृक रूपमा पाएको 5 तोला गरेर टोटल 15 तोला सुन
9 तोला चाँदी र 1 तोला हिरा जुन विवाहमा प्राप्त गरेको भनेर उल्लेख गरेकी छिन्, जुन लगभग 60 देखि 70 लाखको हाराहारीमा हुन्छ अहिलेको बजार मूल्यको अनुसार। सोभिताको ब्याङ्क ब्यालेन्स चाहिँ 5 वटा ब्याङ्कहरूमा 10,50,335 रुपियाँ रहेको छ। साथै उनले 2 वटा विभिन्न ब्याङ्कबाट गाडी खरिद गर्दा 45 लाख ऋण लिएको समेत उल्लेख गरेकी छिन्। उनीसँग 26 लाखको गाडी र 2,75,000को स्कुटर र पतिको नाममा 95 लाखको गाडी रहेको उल्लेख गरेकी छिन्। सोभिताको 2 वटा कम्पनी, एउटा टुर्स एन्ड ट्रेक्समा 50% लगानी र सोपान मल्टिपल कम्पनीमा 6500 किता गरी लगानी गरेकी छिन्। यो टुर्स एन्ड ट्रेक्स कम्पनीको भने ठ्याक्कै कति रकम हो भनेर चाहिँ खुलाइएको छैन। उनको सम्पत्ति विवरणमा काठमाडौँ र चितवन गरी 2 स्थानमा घर रहेको कुरा खुलाइएको छ। यद्यपि काठमाडौँको घर उनका श्रीमान गृहेन्द्र घिमिरेको नाममा रहेको छ भने चितवनको घर सासुआमा कृष्णदेवीको नाममा दर्ता रहेको छ। उनीसँग भएको सुन चाँदी, ब्याङ्क ब्यालेन्स, गाडी र 1 सेयरको ठ्याक्कै रकम थाहा नभए पनि एस्टिमेट गर्दा उनीसँग 1 करोड प्लस उनको खुद सम्पत्ति अर्थात् नेटवर्थ हुन पाउँछ, जसमा घरको भने हामीले उल्लेख गरेका छैनौँ। त्यसपछि हामी जाउँ सङ्घीय मामिला मन्त्री प्रतिभा रावलतर्फ। मन्त्री रावलको सुन र गरगहना गरेर 25 तोला रहेको छ, जसको आजको बजार मूल्य रु 74,17,500 हुन आउँछ, जुन उनले आफैले कमाएको र परिवारको उपहार भनेर स्रोत खुलाएकी छिन्। उनको विभिन्न ब्याङ्कहरूमा 24 लाख रुपियाँ क्यास डिपोजिट रहेको छ, जुन उनको श्रीमानको आयबाट कमाएको भनेर उनले देखेकी छिन्। उनले एभरेस्ट ब्याङ्कबाट 20 लाख रुपियाँ ऋण लिएको उल्लेख गरेकी छिन्। प्रतिभा रावलले ज्येष्ठ 2082मा रिसेन्टली नै 44 लाखको गाडी किनेको र त्यो पनि श्रीमानको आयले किनेको भनेर खुलाएकी छिन्। उनले 1 लाख जतिको सेयर मार्केटमा आइपिओ भरेको भनेर पनि उल्लेख गरेकी छिन्। सङ्घीय मामिला मन्त्री रावलको नाममा बुढा नीलकण्ठमा 70 लाखमा खरिद गरिएको 5 आना जग्गा र कोहलबी 12मा 5 लाखमा किनेको जग्गा भनेर विवरण पेश गरेकी छिन्। मन्त्री रावलले दाबी गरेकै आधारमा 70 लाख बुढा नीलकण्ठको जग्गा, 5 लाख 12को जग्गा, 74,17,500 बराबरको सुन तथा गरगहना, 24 लाख नगद, 44 लाखको सवारी साधन र करिब 1 लाख सेयर लगानीबाट 20 लाख ऋण घटाउँदा उनको कुल सम्पत्ति करिब 1,58,17,500 करिब 2 करोड हुन आउँछ। याद गर्नुहोस्, उनको 5 आना बुढा नीलकण्ठको जग्गा अहिलेको लगभग 50 लाख पर आनाको दरले गर्यो भने पनि जग्गा मात्रै 2 करोड 50 लाखको हुन्छ, जुन राख्यो भने लगभग उनको नेटवर्थ त 4 करोड भन्दा माथि नै पुग्छ। तर हामीले यहाँ खरिद मूल्य मात्र राखेका छौँ। अर्का मन्त्री जो 2 करोड क्लबमा छन् उनी हुन् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ। ऊर्जा मन्त्री श्रेष्ठसँग 15 तोला सुन र 50 तोला चाँदी रहेको छ। हालको बजार मूल्य अनुसार 15 तोला सुनको मूल्य करिब 44,50,500 र 50 तोला चाँदीको मूल्य रु 2,45,000 पर्न आउँछ। टोटल 46,95,500 जति हुन्छ, जुन उनले स्रोत पैतृक र विवाह भनेर देखाएका छन्। विराज भक्तको ब्याङ्क ब्यालेन्स 79,78,514.33 रुपियाँ रहेको छ। झन्डै 80 लाख रुपियाँ ब्याङ्कमा छ, सबैजसो आफ्नै र आफ्नो श्रीमतीको नाममा, जुन सुन्दा अचम्म लाग्छ र त्यसको आर्जनको स्रोत भने प्रश्नसँग राखिएको छैन। स्वआर्जन र पारिश्रमिक भनेर राखिएको छ र उनले 50 लाख ऋण पनि लिएका छन्। त्यसको केही रकमले एमजी गाडी किनेको र 3,50,000 भने ऋण तिरेका पनि छन्। उनीसँग टोयोटा ल्यान्ड क्रुजर गाडी जुन 8,50,000, स्कुटर 2,46,000 र एमजी इभी 19,75,000 गरी टोटल 30,71,000 रुपियाँको गाडी किनेको विवरण राखेका छन्। शेयर बजारमा विराज भक्तको 20,978 किताको 1 करोड 45,48,420 रुपियाँ लगानी गरेका छन्। त्यसको पनि स्रोत स्वआर्जन भनेर राखेका छन्। उनले आफ्नो 6 आनामा घर पनि देखाएका छन्, काठमाडौँको 24 र 12 नम्बर वडामा, जुन उनको नाममा चाहिँ छैन। विराज भक्तसँग टी सर्ट, स्वाच, अर्मानी जस्ता अन्य घडी गरी 3 लाखको घडी पनि उनले किनेको देखाएका छन्। उनको 6 आना जतिको घर जग्गा नगनी र 50 लाख ऋण घटाउँदा टोटल उनको अनुमानित सम्पत्ति 2 करोड 55,92,000 जति हुन्छ। यो रकम पनि खरिद मूल्यको आधारमा क्यालकुलेट गरिएको हो। अर्की मन्त्री हुन् स्वास्थ्य मन्त्री निशा मेहता। निशा मेहतासँग 30 तोला सुन दाइजो आएको र 50 तोला चाँदी छ। वर्तमान बजार भाव अनुसार 30 तोला सुनको मूल्य करिब 89 लाख रुपियाँ हुन आउँछ, तर उनले 50
लाखमा खरिद गरेको भनेर भनेकी छिन्, तर हामी यहाँ अगाडिको जसरी नै प्रेजेन्ट रेट लिन्छौँ। यसका साथै दुईवटा ब्याङ्कमा 17,23,535.16 रुपियाँ ब्याङ्कमा रहेको छ। त्यसलाई उनले तलब भनेर स्रोत लेखेकी छिन्। उनीसँग ग्रान्ड आइटेन गाडी छ, 25 लाखमा खरिद गरिएको, श्रीमान र आफ्नो तलबले। उनको शेयर बजारमा जम्मा 88,337 रुपियाँको लगानी छ। घर जग्गाको सन्दर्भमा उनको नाममा कीर्तिपुरको सौखेल जस्तो शहरी क्षेत्रमा 7 आना जग्गा रहेको छ भने बाँकी अचल जग्गा सासू ससुराको नाममा रहेको विवरणमा उल्लेख छ। त्यो 7 आनाको कीर्तिपुरमा मानौ मिनिमममा 30 लाख पर आना गर्दा पनि 2 करोड 10 लाख जति हुन्छ। जग्गा, सुन चाँदी र ब्याङ्क ब्यालेन्स लिएर उनको टोटल सम्पत्ति करिब 3 करोड 44 लाख 56 हजारदेखि 4 करोडसम्म रहेको यथार्थपरक अनुमान गर्न सकिन्छ। अब 5 करोड क्लबमा प्रवेश गरेका छन् परराष्ट्र मन्त्री शिशिर खनाल। उनको 22 तोला सुन र 25 तोला चाँदी रहेको छ, जुन हुन्छ 66,49,900 रुपियाँ। उनीसँग 10 लाख नगद र विभिन्न ब्याङ्कमा ठ्याक्कै 13,07,048.1 रुपियाँ ब्याङ्क ब्यालेन्स छ। उनले 40 लाख पर्ने डङफेङ भिगो गाडी किनेका थिए केही महिना अगाडि ऋणमा। उनको नाममा नेप्सेमा यी विभिन्न सेयरहरू छन्, जुन टोटल 12,69,981 को लगानी हुन्छ। उनको प्राइभेट कम्पनीमा पनि लगानी छ, जसको मार्केट प्राइस पब्लिक छैन। 100 रुपियाँ फेस भ्यालु गर्दा एउटा सेयरको चाहिँ 5 लाखको हिसाब निस्किन्छ। बाँकी मैले क्यालकुलेट गरेको चाहिँ छैन। अच्युता अधिकारीको नाममा नेप्सेमा 5,13,746 को लगानी छ। उनले 1 करोडको लोन पनि लिएका छन्। घर जग्गाको सन्दर्भमा उनको बुबा सूर्य भक्त खनालको नाममा काठमाडौँको टोखामा 6 आनामा बनेको घर छ। यसबाहेक तनहुँमा 15 रोपनी, पूर्वी नवलपुरमा 13 रोपनी र नेपालगञ्जमा 3 कट्ठा गरी विशाल पैतृक जग्गा उनको रहेको छ, जुन घर र सबै जग्गा जोड्दा 5.3 करोडको एस्टिमेट मिनिमममा गर्न सकिन्छ। र उनको टोटल सम्पत्तिमा ऋण घटाएर उनको नेटवर्थ अर्थात् खुद सम्पत्ति करिब 5.82 करोड हुन्छ, जहाँ मैले उनको प्राइभेट कम्पनीको भ्यालुएसन त अघि भने चाहिँ गरेको छैन डेटा नभएर। अर्का मन्त्री जो 6 करोड क्लबमा छन् उनी हुन् यातायात मन्त्री सुशील लम्साल। मन्त्री लम्सालसँग 30 तोला सुन र 50 तोला चाँदी छ, जुन हुन्छ 91,46,000 रुपियाँ। उनको ब्याङ्कमा 90 लाख रुपियाँ छ, त्यसको पनि स्रोत खुलाइएको छैन। उनको गाडी सेयर केही उल्लेख गरिएको छैन। उनको रूपन्देही तिलोत्तमा 7 मा 1 कट्ठा 10 धुरमा घर छ, जसको 2.5 लाख पर धुर गर्दा हुन्छ 75 लाख र घरको इभ्यालुएट अहिलेलाई मिनिमममा 45 लाखमा गरौँ, जुन टोटल उनको घर र घरको जग्गाको हुन्छ 1 करोड 20 लाख। त्यस्तै अर्को 10 कट्ठा 15 धुरको जग्गा पनि त्यहाँ छ, जसको मार्केट प्राइस एभरेजमा 18 लाख पर कट्ठा लिँदा हुन्छ लगभग 1 करोड 93 लाख। स्याङ्जाको बिरुवाको 29 रोपनी जग्गाको 5 लाख पर रोपनी गर्यो भने पनि हुन्छ 1 करोड 45 लाख, जुन उनको टोटल जग्गाको भ्यालुएसन हुन्छ 4 करोड 58 लाख जति। टोटल उनको सम्पत्ति विवरणको भ्यालुएसन जुन हामीले एकदमै मिनिमम एस्टिमेट गरेर बनाएका छौँ त्यो हुन्छ लगभग 6 करोड 39,46,000 रुपियाँ। अब भने 7 करोड क्लबमा जाउँ, जहाँ छन् श्रम मन्त्री रामजी यादव। मन्त्री रामजी यादवको सुन 50 तोला पैतृक र 30 तोला खरिद गरेको र चाँदी 150 तोला उनीसँग रहेको छ, जुन उनले व्यवसायबाट खरिद गरेको स्रोत देखाएका छन्। आजको बजार मूल्यमा 80 तोला सुन र 150 तोला चाँदीको टोटल 2 करोड 44,71,000 रुपियाँ हुन्छ। ब्याङ्कमा उनको 70,03,449 रुपियाँ छ उनको र श्रीमतीको नाममा। उनले 2,70,000 को मोटर बाइक देखाएका छन्। म्याकबुक, आइफोन र रेडमीको फोन गरी उनको 5,26,900 रुपियाँको ग्याजेट्स उनले देखाएका छन्। उनको सप्तरी राजविराजमा पैतृक सम्पत्ति उनको नाममा मात्रै 20 कट्ठा छ, 10 लाख पर कट्ठा बेर मिनिमम गर्दा पनि उनको त्यो जग्गाको भ्यालुएसन 2 करोड चाहिँ मजाले हुन्छ। उनको घरको जग्गा 11 कट्ठा 13 धुरको उल्लेख गरिएको छ, 1 करोड 16,50,000 हुन्छ मानौ हामीले उनको घरको भ्यालुएसन गरेनौँ भने पनि। र यसरी मन्त्री रामजी यादवको सुन चाँदी पैसा बाइक एक्सेसरिज घर जग्गा गरी हुन्छ 7 करोड। यस एक्ज्याक्टली 7 करोड 39,21,349 रुपियाँ हामीले मिनिमम एस्टिमेटबाट निकालेका छौँ। हाम्रो अबको लिस्टमा अब सिधै 15 करोडमा छलाङ मारेका छन् स्वयं प्रधानमन्त्री बालेन शाह। बालेनको सम्पत्तिको सबैभन्दा ठुलो हिस्सा भनेको उनकी श्रीमती सबिनासँग रहेको 190 तोला पुर्ख्यौली सुन हो। आजको बजार भावमा 190 तोला सुनकै मूल्य 5 करोड 63,73,000 रुपियाँ हुन्छ। बालेनले फेसबुक, युट्युब, टिकटक, स्पोटिफाई र आइट्युन्स लगायतका प्लेटफर्मबाट कमाएको भनेर 1 करोड 46 लाख रुपियाँ ब्याङ्क खातामा रहेको देखाएका छन्। यसमा धेरैजसो पैसा उनको गीतको रोयल्टीले कमाएको हुनुपर्छ र बाँकी केही भने उनको प्लेटफर्म मोनिटाइजेसनबाट हुनुपर्छ। उनले गाडीको विवरण देखाएका छैनन्, सेयर मार्केटमा लगानी छैन
र ऋण पनि लिएको उल्लेख गरेका छैनन्। तर सम्पत्तिको नाममा उनले फेसबुकमा 40 लाख फलोअर्स, युट्युबमा 12 लाख सब्सक्राइबर्स र एक्स अर्थात् ट्विटरमा 5 लाख फलोअर्सलाई नै सम्पत्ति घोषणा गरेका छन्, जुन आफैमा अचम्मको कुरा हो। आजसम्म कसैले यसरी सम्पत्ति विवरणमा आफ्नो फलोअर्सहरू राखेका थिएनन् होला। बालेनको आमाको नाममा काठमाडौँ वडा नम्बर 9 मा 5 आना जग्गा र घर रहेको उल्लेख गरेका छन्, जुन 33 लाख पर आनाको रूपमा एभरेज लिने हो भने नि 1 करोड 58 लाख जति हुन पुग्छ। त्यही माथि 3 तल्ले घरको मिनिमममा 1 करोडको एस्टिमेट गरौँ र उनको धनुषामा बुवाको नाममा 24 कट्ठा जग्गा छ, जुन मिनिमम 10 लाख पर कट्ठा गर्यौं भने पनि 2 करोड 40 लाख हुन पुग्छ। तथा उनको बुबाको नाममा महोत्तरीमा 9 बिघा जमिन छ, जुन 25 लाख पर बिघा मिनिमम प्राइस लिँदा पनि 2 करोड 25 लाख रुपियाँ हुन पुग्छ। र प्रधानमन्त्रीको काठमाडौँ र मधेसको जग्गा, भारी मात्राको सुन र डिजिटल नगदलाई जोड्दा प्रधानमन्त्री शाहको खुद सम्पत्ति अर्थात् नेटवर्थ 14 करोड 72 लाख जति हुन्छ। अझ उनको गाडी र अन्य आय आर्जनको कुराहरू त यहाँ राखिएको छैन र मैले उनको जग्गाहरूको भ्यालुएसन पनि बेयर मिनिमम राखेको छु। त्यसैले उनको 14 करोड 72 लाखको जुन एस्टिमेट हामीले निकालेका छौँ त्यसमा अलिकति खुल्ने हो भने यो रकम 15 करोड प्लस मजाले हुन्छ। अब जाउँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलतर्फ। उनीसँग 11 तोला सुन र 5 तोला चाँदी छ, जुन उनले पैतृक भनेका छन्, जुन 32,88,200 हुन जान्छ। उनको र परिवारको नाममा ब्याङ्कमा 22,73,022 रुपियाँ बचत रहेको छ। उनको टोटल सेयरमै उनको लगानी हुन्छ 13,40,956 रुपियाँ। त्यही माथि मन्त्री पौडेलले बुक लिफ्टर प्रणाली मार्फत डिजिटल पुस्तकालय सञ्चालन गर्न 25 लाख रुपियाँ लगानी गरेका छन् र उनको फार्म हाउस 2 करोडको हो र 15 लाखको एउटा स्टोर छ। गाडीमा एउटा दाईको नामको 35 लाखको जीप र 2 वटा स्कुटर 4 लाखको उल्लेख गरिएको छ। घर र जग्गाको सन्दर्भमा पोखरामा 175 वर्ग मिटर क्षेत्रफलमा भाउजू सन्तोषी शर्माको नाममा 2 करोड 60 लाख रुपियाँ खरिद मूल्य भएको घर जग्गा रहेको छ, जुन बैंक ऋणबाट जोडिएको उल्लेख छ। यसका साथै पोखराकै विभिन्न 3 स्थानमा कुल 5340 वर्ग मिटर आमा खिमकुमारी पौडेलको नाममा विशाल पैतृक जग्गा रहेको छ, जुन 120 आना जति हुन्छ र यो पोखरा 14 अर्थात् चाउथे छिन्डाडा पोखरा इन्टरनेसनल एयरपोर्ट भएको वडामा छ। सो त्यहाँको मिनिमम पर आनाको 20 लाख लियो भने पनि त्यो जग्गाको पर्न जान्छ 24 करोड नेपाली रुपियाँ। फेरि भन्छु, त्यस्तो ठाउँमा मिनिमममा जाने हो भने उनले ब्याङ्कबाट 1 करोड 40 लाखको ऋण लिएका छन्। ब्याङ्कको ऋणलाई समायोजन गर्दा उनको नेटवर्थ अर्थात् खुद सम्पत्ति करिब 4 करोड 68 लाख रुपियाँको हाराहारीमा रहेको प्रक्षेपण गर्न सकिन्छ। तर मैले फेरि यहाँ उनको पोखराको त्यो विशाल पैतृक जग्गाको भने जोडेको छैन। यदि त्यो जोडियो भने चाहिँ उनको नेटवर्थ हुन्छ अनुमानित मिनिमम एस्टिमेट गर्दा 28 देखि 30 करोडको हाराहारीमा। उनको दाई पनि भएकाले यो जग्गालाई 2 भागमा डिभाइड गरौँ र उनको भागमा लेट्स अज्युम पर्यो 12 करोड। उनले ब्याङ्कबाट 1 करोड 40 लाखको ऋण पनि लिएका थिए। ब्याङ्कको ऋणलाई समायोजन गर्दा खुद सम्पत्ति यो विशाल जग्गालाई समायोजन नगरी करिब 4 करोड 68 लाखको हाराहारीमा रहेको प्रक्षेपण गर्न सकिन्छ। तर पोखराको त्यो विशाल पैतृक जग्गा जोड्यो भने यदि उनको भागको हामीले अनुमान गरेको 12 करोड जोड्यो भने चाहिँ उनको नेटवर्थ हुन्छ मिनिमम एस्टिमेट गर्दा 16 देखि 17 करोडको हाराहारीमा। त्यसपछि 20 करोड प्लस नेटवर्थ क्लबमा छन् शिक्षा मन्त्री सस्मित पोखरेल। उनीसँग 25 तोला सुन र 100 तोला चाँदी छ, जसको कम्बाइन्ड कस्ट हुन्छ 79,07,500 रुपियाँ, जुन उनले पैतृक सम्पत्ति भनेर स्रोतमा राखेका छन्। उनीसँग 25,000 क्यास छ। उनको 3 वटा ब्याङ्कमा बचत र महानगरबाट आएको स्यालेरी भनेर 4,47,994 रुपियाँ छ। उनले हिमालयन र माछापुछ्री ब्याङ्कमा गरी कुल 75 लाख रुपियाँ ऋण लिएको विवरण राखेका छन्। बुवाको 70 लाखको कियाको इभी र सस्मितको लगभग 40 लाखको BYD डल्फिन खरिद गरेको डिटेल उनले राखेका छन्। उनका बुवा रमेश कुमार पोखरेलको PMS होल्डिङ्स र बुबाआमाको नाममा राष्ट्रिय बचत पत्र सहित करिब 1 करोड 76,90,000 रुपियाँ बराबरको संयुक्त लगानी छ। उनीसँग काठमाडौँ, मोरङ र ललितपुर जस्ता मूल्यवान सहरी क्षेत्रका 7 विभिन्न स्थानमा व्यक्तिगत र परिवार, आमा, हजुरआमा र दिदी बहिनीको संयुक्त नाममा करिब 20 करोड 50 लाख रुपियाँ बराबरको विशाल घर जग्गा रहेको छ। विशाल घर जग्गा र सेयर लगानीबाट ऋण घटाउँदा उनको खुद सम्पत्ति करिब 22 करोड 75 लाखको हाराहारीमा रहेको देखिन्छ। 20 करोड प्लस क्लबमा रहेका अर्का मन्त्री हुन् अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले। उनीसँग 45 तोला सुन छ
जसको वर्तमान बजार मूल्य 1 करोड 33 लाख रुपियाँ भन्दा बढी हुन्छ। विभिन्न ब्याङ्कमा स्वर्णिम वाग्लेको 1 करोड 90 लाख रुपियाँ टोटल ब्याङ्क ब्यालेन्स छ र उनले ऋण भने 3 करोड 55 लाख लिएका छन्। उनीसँग 94 लाखको सुबारो एक्सभी गाडी छ र स्रोत भने अन्तर्राष्ट्रिय रोजगारीको देखाएका छन्। उनले शेयर बजारमा 4.5 करोडको लगानी गरेका छन् भने 2वटा उनका प्रमोटर शेयरको मात्रै एस्टिमेटेड 3.28 करोड हुन जान्छ, जुन टोटल 7 करोड 78 लाख 36 हजार जति हुन जान्छ। घर तथा अपार्टमेन्ट तर्फ वाग्लेसँग ललितपुरको सानेपामा 2 करोडको अपार्टमेन्ट, भैँसीपाटीमा 5 करोडको घर, काभ्रेको धुलीखेलमा 3 करोड 75 लाखको अपार्टमेन्ट र तनहुको बन्दीपुरमा 2 करोडको घर गरी जम्मा 12 करोड 75 लाख रुपियाँको 4वटा मूल्यवान आवासहरू रहेका छन्। जग्गाको सन्दर्भमा चन्द्रगिरी, गोर्खा, चितवन र तनहु गरी कुल 22 रोपनी जग्गा रहेको छ, जसको खरिद मूल्य 1 करोड 13 लाख जति हुन्छ। प्रेजेन्ट मूल्यमा त 15 करोड प्लस, तर हामी यहाँ खरिद मूल्यमै गन्छौँ। विभिन्न बैंक र व्यक्तिगत गरी लिएको ऋण कटाउँदा अर्थमन्त्री वाग्लेको नेटवर्थ वा टोटल सम्पत्ति करिब 23 करोड प्लस जति हुन जान्छ। अब सिधै जाउँ सबैभन्दा दोस्रा धनाढ्य मन्त्रीतर्फ। उनी हुन् गृहमन्त्री सुदन गुरुङ। मन्त्री सुदन गुरुङसँग 89 तोला सुन र 6 किलो चाँदी जस्तो भारी मात्रामा परम्परागत धातु सम्पत्ति रहेको छ, जसको आजको भ्याल्यु छ 2 करोड 89 लाख 20 हजार 900 रुपियाँ। सुदन गुरुङको 1 करोड 90 लाख रुपियाँ ब्याङ्क ब्यालेन्स छ 3वटा ब्याङ्क अकाउन्ट्समा। उनीसँग MG S5 कार छ 47 लाख 79 हजारको ल्यागुम प्रिमियम अपार्टमेन्ट्सको नाममा। सुदन गुरुङसँग 30 लाखको होप होल्डिङ्स ल्यागुम प्रिमियम अपार्टमेन्ट्सको 57 लाख, त्यो फेवाताल नजिकको संरचनावाला कम्पनी एडभेन्चर भिल्लामा 70 लाख र टोटल गरेर उनको शेयरहरूमा मात्र लगानी 4 करोड 31 लाख 56 हजार रुपियाँको ठुलो इन्भेस्टमेन्ट शेयरमा रहेको छ। जग्गा जमिनतर्फ उनको धनकुटामा 19 रोपनी 15 आना जग्गा आफ्नो नाममा छ, जसको पर रोपनी 10 लाख मिनिमममा भए पनि 1 करोड 79 लाख 37 हजार हुन्छ। बुबाको नाममा चितवनमा 30 कट्ठा छ, जसको मिनिमममा 30 लाख पर कट्ठा गर्दा पनि 9 करोड हुन्छ। परिवारको नाममा 221 रोपनी विशाल पैतृक जग्गा रहेको छ, जसको रोपनीकै 2 लाख गर्दा पनि 4.42 करोड हुँदो रहेछ। नगद करोडौँको शेयर, महँगो सुन र 221 रोपनी भन्दा बढी जग्गाको कुल बजार मूल्याङ्कन गर्दा उनको खुद सम्पत्ति हाम्रो मिनिमम एस्टिमेट वाइज 24 करोडदेखि 30 करोडको हाराहारीमा देखिन्छ, जसले उनलाई क्याबिनेटको दोस्रो धनाढ्य वर्गमा राख्छ। र यहाँ उनको फ्यामिलीको पैतृक सम्पत्ति नगन्ने हो भने 11 करोड जति उनको मात्र सम्पत्ति देखिन्छ, जसको स्रोत चाहिँ उनले व्यापार व्यवसाय भनेर भनेका छन्। हाम्रो यो मन्त्रीमण्डलको लिस्टकी सबैभन्दा धनाढ्य हुन् उद्योग मन्त्री गौरी कुमारी यादव। मन्त्री यादवसँग मन्त्री परिषद चाहिँ दोस्रो सर्वाधिक अर्थात् बालेन भन्दा कम 180 तोला सुन र 2 किलो चाँदी रहेको छ र हिराको 2 सेट र 4 रिङ भनेर राखिएको छ, जहाँ यो सबै धातुगत सम्पत्ति 30 वर्ष अगाडिको अनुमान लगाइएको छ र स्रोत चाहिँ रुसमा व्यापार गर्दा भनेर लेखिएको छ, जसको आजको नेटवर्थ हुन्छ 5 करोड 57 लाख 46 हजार जति। उनले ब्याङ्कमा 10 लाख रुपियाँ जम्मा गरेकी छिन्। गाडी भने उनीसँग 57 लाखको ह्युन्डाई कोनाको छ। यसबाहेक शेयर मार्केटमा उनको 3 करोड 38 लाख 35 हजार रुपियाँको विशाल लगानी छ भने उनले बिग मार्टलाई मासिक 90,000 भाडामा जग्गा दिएको पनि उल्लेख गरेकी छिन्। घर जग्गाको सन्दर्भमा काठमाडौँ महानगरपालिका 9 मा उनको 3 तल्ले घर छ भने वडा नम्बर 10 जस्तो अति महँगो क्षेत्रमा 14, 7 र 9 आना कुल 30 आनाका 3वटा बहुमूल्य जग्गाहरू छन्। बर्दिवासमा करिब 7 बिघा जग्गा, शमसीमा 1 बिघा र मनहरा शिवामा एउटा पोखरी समेत रहेको छ। काठमाडौँको मात्रै 30 आना जग्गाको त करोडौं पर्छ। घर, 8 बिघा जमिन, 180 तोला सुन र शेयर पोर्टफोलियोलाई एकमुष्ट जोड्दा मन्त्री यादवको खुद सम्पत्ति अर्थात् नेटवर्थ 30 करोड भन्दा इजिली माथि रहेको पूर्ण रूपमा स्पष्ट हुन्छ। यो थियो लाखदेखि करोडौंको सम्पत्ति विवरण पेश गरेका मन्त्रीहरूको लिस्ट। प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक, युट्युब र टिकटकका फलोअर्सलाई औपचारिक रूपमै सम्पत्तिका रूपमा घोषणा गर्नु अचम्मको कुरा थियो। जबकि उनले अन्य डिटेल्सहरू जस्तै उनको गाडी, हिजो इन्जिनियरिङ पेसाबाट कमाएको सम्पत्ति र अन्यहरूको बारेमा उल्लेख समेत गरेका छैनन्। र यहाँ सुरुमा महिला मन्त्रीहरूको सम्पत्ति कमजोर देखिए पनि तर पछि तथ्याङ्कले
उद्योग मन्त्री गौरी कुमारी यादवलाई मन्त्री परिषदकै सबैभन्दा धनी व्यक्तिको रूपमा उभ्याएको छ। यद्यपि गीता चौधरी र सीतावादी जस्ता मन्त्रीहरूको सम्पत्ति कुखुरा बाख्रा र केही तोला सुनमा सीमित हुनुले वर्गीय खाडललाई प्रष्ट पार्छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङको सेयर बजारमा रहेको करोडौँको लगानीका साथै सस्मित पोखरेल र शिशिर खनालको दर्जनौं कम्पनी र बचत पत्रहरूमा रहेको लगानीले नीति निर्माण तहमा हुँदा कतै व्यक्तिगत स्वार्थको द्वन्द्व त हुँदैन भनेर गम्भीर प्रश्न उब्जाउँछ। त्यही माथि यी जति पनि विवरणहरू छन् सबैको स्रोत कसैले व्यवसाय कसैले पैतृक सम्पत्ति लेखेर उम्किन खोजेको जस्तो पनि देखिन्छ। सम्पत्ति पैतृक नै हो भने पनि भ्यालिड तरिकाले देखाउनु पर्छ। हिजो केही छैन दुःख गरेको भनेर विगत देखाउने, जिरो लेभलबाट आएको हो भनेर स्ट्रगल देखाउने। अति नै गर्व छु। मेरो छोराछोरीले म के भने पहिला म भारी बोकेर पनि छोरा चाहिँ एसएलसी माथि कटाउँछु। काठमाडौँमा सासूले हामी पढाउँछौँ ज्वाइँ भने अनि आज भने अचानक करोडौँको पैतृक सम्पत्ति देखाउँदा जनतालाई यी सबै सम्पत्तिका स्रोत अझ डिटेल रूपमा खुलाउनै पर्छ। त्यसमा सबै जनताहरू क्लियर हुनुपर्छ। शङ्काको लाभ सबैले लिनु होला। कतै विश्वास नै नलाग्ने पैसा देखिँदा यो पैसा कसरी आयो भनेर उनीहरूले पूर्ण रूपले एक्सप्लेन गर्न जरुरी छ। उत्तरदायी त उनीहरू हुनै पर्छ, बोल्नु पर्यो। हामीले पनि उत्तर आफै खोज्नु पनि पर्यो। यो सम्पत्ति विवरणको पीडीएफ मैले डिस्क्रिप्सनमा राखेको छु, डाउनलोड गरेर एकपटक जसै हेर्नुहोस्। अनि त्यहाँ पनि तपाईहरूले एउटा अचम्म कुरा देख्नुहुन्छ। त्यहाँ कतै सस्मित र अन्यले डिटेल रूपमा फर्ममा विवरणमा राखेका छन् भने अर्कोतिर स्वयं प्रधानमन्त्री बालेन, सुनिल लम्साल लगायत अन्यले भर्नुपर्ने स्थान पनि भरेका छैनन्। 17 दिनभित्रै मन्त्री परिषदका मन्त्रीहरूको सम्पत्ति विवरण निकाल्नु उल्लेखनीय कदम हो। लुकाउनु पर्ने केही नै छैन भन्ने सन्देश त यसले दिन्छ नै। तर यही विवरणले जनतामा स्वार्थको सम्भावित द्वन्द्वबारे नयाँ प्रश्न पनि जन्माएको छ। किनकि हिजो पुरानाका यही प्रवृत्तिहरूप्रति उनीहरूले नै सडकबाट आवाज उठाउँथे। अनि आज भने उनीहरू नै त्यही पोजिसनमा पुगेर त्यही प्रवृत्ति दोहोऱ्याए भने कुनै बेला स्वयं प्रधानमन्त्री बालेनले भने जस्तै यो देश कहिले पनि बन्दैन। परिवर्तनको खाल ओढेर त्यही पुरानो विगत दोहोरिरहनेछ।